माई युट्युब च्यानलमा सबैलाई नमस्कार छ हैन। म अझ एउटा भिडियो हाल्दैछु। हजुरहरूले कति मन पराइदिनुहुन्छ भन्ने मलाई धेरै मन पराइदिनुहुन्छ भन्ने आशा छ हैन। मात्र मैले भिडियो हालेको थिएँ हैन, त्यत्तिकै हालेको थिएँ हैन, तर भ्युजहरू धेरै आएका थिए, लाइक चाहिँ अलिक कमै आएका थिए गाइजहरू। यो भिडियो पनि त्यसरी नै मन पराइदिनुहुन्छ भन्ने मलाई आशा छ, धेरै आशा छ। आज हजुरलाई म के देखाउन चाहन्छु भनेपछि म आज आलु देखाउने छु हैन। आलु कति फलाएको छ, कस्तो छ भनेर म देखाउने छु गाइजहरू हैन। सिजन भने अहिले यो आलुको सिजन हो हैन। धेरै छन् सिजनहरू त अहिले हैन, भिना छन्, धेरै पाएका छन् हैन गाइजहरू। फलहरू धेरै लागेको छ है, तर म एउटा बोटो छ त्यो देखाउन चाहन्छु हैन। हजुरले धेरै मन पराइदिनु हुन मलाई आशा छ हैन गाइजहरू। यस गाइजहरू मेरो हैन आलु फलाएको हैन गाइजहरू। यता हेर्नुहोस् है, हजुरलाई कसलाई मन पर्छ हैन आलुहरू हेर्नुहोस्। मैले आलु पनि देखाइदिएँ हैन, कस्तो फलाएको छ। यो त पाएकै छैन है, यो त पाकेकै छैन गाइजहरू हैन। यता छ एउटै रुख छ हैन, तर फलाएको छ, कति धेरै खाइसक्यो अनि मैले ल्याइसकेँ हैन गाइजहरू। यता हेर्नुहोस् आलुहरू फलाएको छ, उतै यो आलु फलाएको छ हैन, उता गाइजहरू अर्को पनि छ हैन गाइजहरू। मन पराइदिनु धेरै आशा छ गाइजहरू हैन। म अझ पनि यता हेर्नुहोस् गाइजहरू, म आज यो पनि देखाउन चाहन्छु हैन। आलु अलिक हल्का फलाएको छ, अन्त देखेको छैन है। अब पछि यो अर्को भिडियो नि हाल्नेछु हैन गाइजहरू। अनि मौसम्बी, यता मौसम्बी पनि छ हैन गाइजहरू। यता हेर्नु गदगल्लो हुन्छन् हैन गाइजहरू। यता मेरो हल्का उता आँपको बोटो छ हैन, कलमेली आँप यता गाइजहरू हैन। यता पनि कागतीहरू फलाएको छ, कागतीहरू पनि फलाएको छ गाइजहरू हैन। यता धेरै छन् कागतीहरूको बोटो हैन। यता हेर्नुहोस् गाइजहरू, कागतीहरूको बोटो धेरै छन् हैन। यता उता पनि आरुको बोटो छ हैन। यता पनि आरुको छ हैन। पहिला मेरो क्यान्टिन यतै बस्थेँ हैन गाइजहरू। आजको क्यान्टिन हेर्नुहोस्, यस्तो क्यान्टिन पहिला सोध्थेँ हैन। म पनि देखेँ कति फोहोर भएको छ आज भोलि हैन गाइजहरू। यता यस्तो छ हैन। अनि पहिला म यता सुत्थेँ हैन, कुखुरा पालेको हुन्छ फोनमा हैन, यता सुत्थेँ हैन गाइजहरू। यता पनि धेरै छन् बोटहरू पनि मैले आज भोलि बोटहरू लगाएको छु, तर सुकिसक्यो हैन गाइजहरू। यो उसको बोट लगाएको हैन, यो कटहरको बोट लगाएको यी सुकिसक्यो पानीमा पर्नुको कारण हो हैन गाइजहरू। लाइक सब्सक्राइब गर्नु प्लिज हैन। धेरै भन्दा धेरै ठाउँ भने सेयर गरिदिनु होला। म यही भन्न चाहन्छु, धेरै मन पराइदिनुहुन्छ मलाई, धेरै आशा छ गाइजहरू हैन। अब ब्लग भिडियो बनाउँदैछु हैन, कोसिस गर्दैछु हुन्छ कि हुँदैन गाइजहरू है। एक भिडियो हालेर म देख्छु, सर्ट लङ भिडियो हालेर देख्छु हैन कस्तो हुन्छ हैन प्रोसेस।